भन्दाखेरि बाबु त्यहाँ नछु करेन्ट लाग्छ भन्दाखेरि होइन त्यो एउटा कस्तो हुन्छ भन्दाखेरि एउटा तीन टाइपको मान्छे हुन्छ अरे के त एउटा मान्छे कस्तो हुन्छ भन्दाखेरि बाबु त्यहाँ नछु करेन्ट लाग्छ भन्दाखेरि होइन त्यो चाहिँ अट्टेरी के होइन अहिले मैले बत्ती गइरहेको हुनसक्छ त्यो लजिक चल्ने के आफै के अहिले मैले नलाग्न पनि सक्छ होइन अनि त्यो गरेर छुन्छ अरे के अर्को एकजना चाहिँ सुनेर बुझ्यो कि त्यहाँ करेन्ट लाग्छ भनेर अर्को एकजना चाहिँ एउटाले करेन्ट लाग्छ नि त्यसले हेरिरहेको हुन्छ कि ए करेन्ट लाग्दो रहेछ अनि त्यो चाहिँ हेरेर बुझ्थ्यो के त बुझ्नु हुँदैन त्यस्तो भइदियो क्या यहाँ चाहिँ म त होइन पहिलेदेखि यस्तोतिर अलिकति त्यो म चाहिँ कस्तो भयो भन्दाखेरि मान्छे चाहिँ नि लाइफ बाँच्नलाई चाहिँ नि ट्रिप लिन थाल्यो नि त ट्रिप अनकन्सियसमा एउटा लाइफ हो अनकन्सियसमा बाँच्न रमाउनु खोज्यो नि त तर कन्सियस लेभलमा कसरी रमाउने कसरी इन्जोय गर्ने भन्ने कुरा मैले सिकेको छु क्या भाइ हामी भर्खर त्यतातिर आएर कि बल्ल लाइफको ट्रिप लिन थाल्यो क्या दाइ भर्खर लाइफको ट्रिप पनि मजा छ नि भाइ मजा छ नि दाइ कन्सियस लेभलमा काम गर्न पाउँदा कन्सियस लेभलमा बसेर होइन ठक्क अब खाएपछि चाहिँ अनकन्सियस भयो नि त अनकन्सियस थाहा नै भएन दाइ थाहा नै भएन नि त के भइरहेछ लाइफै बुझेन के दाइ लाइफ गरिरहेको छ तर के गरिरहेको छ के भइरहेछ तर त्यो छर्लङ्ग छ के मसँग के दाइ मेरो 17 महिनाको मेमोरिजहरू मात्र हो को म चाहिँ यहाँ यस्तो अनि मेन इन्सिडेन्टहरूको चाहिँ बिग अलिकति एउटा मात्र फ्ल्यासब्याक आउँछ कि ए यस्तो भएको थियो जस्तै म अस्ट्रेलिया गएको थिएँ अस्ट्रेलियामा के भएको थियो ए एयरपोर्टमा मुझे 3-4 जति गाडी थियो होइन अनि के भएको थियो अनि के भएको थियो थाहा छैन के दाइ ब्ल्याङ्क फुल ब्ल्याङ्क छ के खास गरेर ब्ल्याङ्क छ के अस्ट्रेलियामा के खायो पनि त्यस्तो याद छैन छैन भने दाइ छैन के दाइ अब त्यहाँनिर कुन ड्रग्स टाइपहरू सिटहरू खायो त्यो चाहिँ त्यो हल्का फुल्का मोटामोटी त्यो याद छ के तर को भेट्यो के गर्यो होइन त्यो मुझे भेनु कस्तो थियो त्यो धरि रिमेम्बरमा छैन कि दाइ छैन भने छैन दाइ कोसँग बोल्यो पनि थाहा छैन भने दाइ थाहा छैन कि एक दुईजना क्रू मेम्बरहरू गएको थियो होइन तिनीहरूको तपाईँलाई चाहिँ ट्र्याक याद आउँछ होइन ऊ भन्दा तर अरू चाहिँ अरू को भेट्यो त अब अरू चाहिँ के भयो त होइन अस्ति हामी कोरिया गयो अब कोरिया जाँदाखेरिको त्यो दाइ हामीलाई त्यो जुन लास्टसम्म थियो नि हामीलाई त्यो मेन मैले त्यो दाइले बोलाइ गर्थेँ नि हो त्यो दाइको फेस थोप्रै याद छ क्या अब त्यो दाइ थियो त्यो दाइले थियो हामीले गरेको कुराहरू अनि हामीले गरेको कुराहरू प्लेनमा तपाईँहरूको अपकमिङ प्रोजेक्टहरू सुनाएको त्यो कुराहरू होइन त्यो सब त्यो गीतहरू बुझ्नु हुँदैन वा त्यो आयो नि त मेरो मेमोरिज मसँग कन्सियस लेभलमा थियो नि त यही कुरा भन्न खोजिरहेको छु कि म यही सिकाउँछु क्या मान्छेहरूलाई कति मजा छ मान्छेलाई लाग्छ नि दारू खाएपछि मात्र होइन क्या दारू नखाए पानी खाएर मात्र खाएर नि मजा आउँछ कि लाइफमा आउँछ दाइ आउँछ आउँदो रहेछ दाइ कसम आउँदो रहेछ मैले जीव ट्रिपमा छ अरे ए अब छाडा नबोल्नु भन्छ होइन अति म भन्दा नि क्लिन भइसकेको अहिले बुझेन हौ अब शाकाहारी मात्र हुन बाँकी हो खासमा अनि भेजिटेरियन मात्र हुन बाँकी छ अनि अरू त बबाल हो अनि यस्तो के भाइ फेरि हामीलाई फेरि हेड पनि चाहिन्छ क्या दुइटै चाहिन्छ क्या दाइ अबुई दाइ जीवको कन्सर्टमा जीवले ढुङ्गा खाएन भने भोलिदेखि कन्सर्ट हुँदैन यहाँ बुझ्नु हुँदैन दाइ कस्तो कुरा गर्नुहुन्छ यो चाहिन्छ भने म त अझ एक्सट्रिम लेभल अफ हेड ओके आई एम रेडी ओके दाइ हेड हुन परिहाल्छ नि दाइ अस्ति मलाई होइन हेटोडाको सोमा होइन अस्ति गएको थिएँ तिमी गएको थियो नि त्यसमा मैले बोतल हानेर छ होइन मैले भेटेँ मलाई त थाहा पनि थिएन होइन बोतल अर्कोले भेटेछ कि आँखामा लाग्यो फुटेछ म त्यो ठिक हो त्यो होइन मैले त्यो करियर दाइ त्यो करियर वाइज हेर्ने हो भने ठिक हो क्या दाइ त्यो कसम ठिक हो क्या दाइ अब नर्मल मान्छेहरू गएर त्यहाँ ऱ्याप भन्दाखेरि तिनीहरूले बोतल हान्छ त मतलबै हुँदैन नि दाइ होइन त्यो ठिक हो के मैले पनि यहाँ 6-7 कन्सर्ट भयो मैले यहाँ ढुङ्गा नखाएको अनि म सोचिरहेको छु कि मैले आजकल चाहिँ ऱ्याक लाग्ने किन मैले अहिले ढुङ्गा खाइरहेको छैन होइन किन भन्नु आफ्नै मान्छे राखेर हामी लाउनु पर्यो अनि त्यस्तो पनि गर्नु मिल्दैन तर मैले एकछिन यस्तो सोध्छु कि दाइ किन चाहिँ यहाँ तिमीलाई कसैले पुल हान्न खोज्छौ भने तिमी सही काम गरिरहेछौ रे के दाइ बुझ्नु हुँदैन तपाईँले जसले त्यो बियरको सिसी हान्न खोज्यो त्यसको नजरमा तपाईँ 100% राइट हो कि दाइ यु आर राइट त्यसले गर्न नसक्ने काम तपाईँले गरिरहनु भएको छ त्यही भएर यु आर राइट के
म त ग्याङसँग बस्छु नि यसरी हेर न ल पर्यो दाइ पर्यो म चाहिँ फेरि एकदम त्यो सम्बन्ध जोडेपछि एकदम पहिलेदेखि त्यो जोगाउनै नसक्ने भएर एकदम एक्लै क्या अहिले दोस्तो भएर एक्लै तर यस्तो नि त एक्लै नै ठिक हो क्या रियल मान्छे चाहियो नि त रियल वाला मान्छे मेरो होइन यो सर्कल बाहेक कोही पनि छैन भाइ रियल वाला मान्छे सबै रियल हो क्या यिनीहरू छ नि देखिरहेको अनुहार सब रियल हो क्या यो मुजेहरू छ नि सक्दैन होइन मलाई ल दाइ मलाई यस्तो पर्यो भन्ने बित्तिकै अगाडि उभिन्छ क्या नसोचेर क्या नसोचिकन क्या भाइ बुझ्यो नि अरू 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 काम छैन क्या हामीलाई बुझ्यो नि जसले चाहिँ हामीलाई हुन्छ नि परेको बेलामा दाइसँग बोल्दा भात हुन्छ नि भात खाना बोलायो यहाँ नमस्ते मम्मी नमस्ते मेरो नाम साङ्के तामाङ हजुरलाई थाहा रहेछ अभी म टोटल र्याप गीत हेर्छु हेर्नुहुन्छ ओके मेरो दाइ म भात खान जान्छु है इन्जोय है ख्याल गर होइन कसले के भन्छ नसुन है आफ्नो सुन्ने हो आफ्नो परिवारको सुन्ने हो अनि आफ्नो सुन्ने हो है यो स्योर मेरो दाइ ल ख्याल गर ल टेक केयर के पर्यो नि भन ओके कल गर ल ओके ल बाई दाइहरू सब दाइहरू बाई है बाई दाइहरू बाई ये गाइस दिस इज एसटी म्यान आरेबा पैसा ममदा फल्की खल्तीमा टिकट आउट भइसकेको छ अनलाइन टिकट ग्र्याब गर सबजनाले धनगढी आउँदैछु म 13 अप्रिलमा